धेरैजना साथीहरूले मलाई घरमै कसरी मिठो तरिकाले चिकन चिली बनाउने भनेर सोधिरहनु भएको थियो। सो आज मैले हजुरहरूको लागि घरमै एकदमै मिठो र सजिलो तरिकाले रेस्टुरेन्टमा पाइने भन्दा पनि एकदमै मिठो तरिकाले चिकन चिली बनाउने रेसिपी शेयर गर्दैछु। यसमा चाहिँ मैले सबै स्टेप्सहरू शेयर गरेको हुनाले भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्दिनु होला है त। सुरुमा त एउटा मिक्सिङ बाउलमा सानो पिसमा काटेको चिकन बोनलेसलाई राख्दिनु होला। त्यसैगरी 1 चम्चा मैदा, 1 चम्चा कर्नफ्लोर, थोरै स्वाद अनुसार नुन, थोरै खुर्सानीको धुलो, थोरै जिराको धुलो, त्यसैगरी थोरै ओरेन्ज रेड कलर र अन्तिममा पानी राखेर यसलाई एकचोटी मजाले मिक्स गरिदिनु होला। हेर्नुस् त यतिको ब्याटर कोट हुने गरी मिक्स गर्नुपर्ने हुन्छ। अब यो सबैलाई चाहिँ हामीले प्रिहिटेड तेलमा डीप फ्राई गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले अलिकति ड्राई र क्रन्ची हुने गरी डीप फ्राई गर्नुपर्ने हुन्छ। हेर्नुस् त यतिको कलर आइसकेपछि यसलाई निकाल्दिनु होला। अब भने चिली ससको लागि एउटा फ्राई प्यानमा थोरै तेललाई हिट गरेर चप्ड गरेको लसुन, थोरै चप्ड गरेको प्याज राखेर यसलाई केही बेर मजाले भुट्नु पर्ने हुन्छ। लसुन र प्याजले चाहिँ मिठो फ्लेभर दिनको लागि हेल्प गर्छ। अब भने चाहिँ यसमा ट्रायंगल शेपमा काटेको क्याप्सिकम, त्यसैगरी थोरै प्याज राखेर पनि केही बेर भुट्दिनु होला। अब भने चाहिँ थोरै गोलबेडा राखेर पनि केही बेर भुट्दिनु होला। गोलबेडा चाहिँ हजुरले लास्टमा राख्नु भए पनि हुन्छ। त्यसैगरी 2 चम्चा टोमेटो केचप, 1 चम्चा हट गार्लिक सस, थोरै पानी, स्वाद अनुसार नुन, थोरै मरिचको धुलो र थोरै सोया सस राखेर यसलाई केही बेर चलाउँदै पकाइदिनु होला। यतिको सस रेडी भइसकेपछि जति पनि फ्राई गरेको चिकन छ सबैलाई राख्दिनु होला। चिकनलाई चाहिँ हामीले यो सससँग मजाले कोट हुने गरी चलाउनु पर्ने हुन्छ। हजुरहरूले पनि भिडियोमा देखाए जस्तै मिक्स गरिदिनु होला र अन्तिममा थोरै चप गरेको धनिया र हरियो प्याज राखेर यसलाई पनि मिक्स गर्दै केही बेर चलाइदिनु होला। त्यसपछि हाम्रो एकदमै मिठो होममेड रेस्टुरेन्ट स्टाइलको चिकन चिली पनि रेडी हुन्छ। अनि मैले यसलाई टेस्ट गरी हेरेको साथीहरू एकदमै मिठो बनेको थियो, रेस्टुरेन्टमा पाइने भन्दा पनि मिठो। अब हजुरहरूलाई पनि चिकन चिलीको क्रेभिङ भइरहेको छ भने यसरी नै घरमा सजिलो तरिकाले चिकन चिली बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।